चुथी बजारमा छौँ हामी अहिले चुथी बजार चुथी अब भोक लाग्ने स्थिति भइरहेछ चाउचाउ किन्यौँ अब चाउचाउ खाँदैछौँ हामी केही समयमा हेलो गाइस तपाईँलाई धेरैभन्दा धेरै स्वागत छ मेरो नयाँ ब्लगमा गाइस आज चाहिँ हामी चाहिँ कोल्टीमा जाँदैछौँ हिउँ खेल्नलाई हेर्नुहोस् अहिले चाहिँ हामी उता त्यो चाहिँ माटरी हो र माटरीभन्दा हामी यता डाँडामा आइपुग्यौँ र हामी उहाँ चाहिँ हाम्रा राजा अनि ऊ चाहिँ मेरो भाइ हो अब चाहिँ हामी तिनैजना चाहिँ अब आउँदैछौँ सबै एकचोटि हाई गर न हाई गाइस हामी जाँदैछौँ अब चाहिँ हाम्रो जर्नी स्टार्ट हुँदैछ अब हामी कोल्टी जान लागेको अटो हेर्नुहोस् त हाम्रो चाहिँ ऊ त्यो अटो हो हामी त्यो अटोलाई कोल्टीसम्म पुर्याएर देखाउनेछु गाइस हेर्नुहोस् ल जाउँ अब हे गाइजहरू हामी चाहिँ अटोमा चढिसक्यौँ अब चाहिँ हाम्रो सफर चाहिँ कोल्टीको हिउँ खेल्ने डाँडामा पुग्न जाँदैछौँ हामी गाइस हाम्रो सफर चाहिँ हिउँ हो गाइस हामी चाहिँ अहिले पानी खाँदै हो यो चाहिँ धार हो अनि यो चाहिँ बजार हो चुथी बजार भन्ने चुथी बजारमा छौँ हामी अहिले चुथी बजार चुथी बजार पानी खाउँ सो गाइस हामीले यता चाउचाउ किन्यौँ अब भोक लाग्ने स्थिति भइरहेछ चाउचाउ किन्यौँ अब चाउचाउ खाँदैछौँ हामी केही समयमा अब हामी चुथी बजारबाट अब अगाडि निस्किँदैछौँ अब बस्नु लाग्यो ल चला त्यो गाइजहरू बाटो यस्तो छ योमा पनि हामीले अटो लिइरहेछौँ त्यो त गाडी नचल्ला जस्तो छ धक्का दिनु पर्यो ओ ल चढ्यो यस्तो बाटो छ तर योमा पनि हामीले अटो चढायौँ धक्का मारेर केही छैन ओ बाबा यति ठुलो भिड छ तर कोल्टी जान त सजिलो छैन रहेछ गाइस जाउँ हेर्नु गाइस माथिको भिड यस्तो गाडी भएछ है यस्तो रहेछ बाटो त हेलो हाई ओ बाजा क्या छ यस्तो छ है गाइस वा ठाउँ त एकदम राम्रो रहेछ है त्यतातिर